स्वागत छ साथीहरू, तपाईहरूलाई नेपाली शेयर मार्केट सम्बन्धी पल-पलको नयाँ अपडेटहरू लिएर आउने क्रममा साथीहरू, आजको यो भिडियोमा विशेष गरी हामीले बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको बारेमा कुरा गर्नेछौँ। साथीहरू, यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र तपाईँ नेपाली शेयर बजारबारे जानकारी पाउन वा नयाँ आइपीओ सम्बन्धी जानकारी पाउन चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई पनि क्लिक गरी हामीलाई प्रोत्साहित गर्नुहोला। साथीहरू, तपाईहरू मध्ये कतिपय साथीहरू सोध्नुहुन्छ कि आइपीओ भनेको के हो, एफपीओ भनेको के हो, प्रिमियम भनेको के हो र बुक बिल्डिङ भनेको के हो। यस्ता धेरै प्रश्नहरू हाम्रो धेरै साथीहरूको मनमा उठ्ने गर्दछ। सो साथीहरू, आइपीओ भनेको कुनै पनि कम्पनीले आफ्नै कम्पनीलाई अझै ठूलै कम्पनी बनाउने उद्देश्यले कम्पनीले पहिलो पटक शेयर बजारमा शेयर खोलेको हुन्छ, जसलाई आइपीओ भनिन्छ। अनि साथीहरू, एफपीओ भनेको कुनै पनि कम्पनीले एक पटक शेयर खोलिसकेपछि आफ्नै कम्पनीलाई अझै ठूलै कम्पनी बनाउने उद्देश्यले कम्पनीले दोस्रो पटक फेरि शेयर बजारमा शेयर खोलेको हुन्छ, जसलाई एफपीओ भनिन्छ। अनि साथीहरू, प्रिमियम आइपीओ वा एफपीओ भनेको कम्पनीले आफ्नो कम्पनीको शेयर खाल्नु अघि किताबी मूल्य जति दिएको हुन्छ त्यसको डबल रकम थपेर कम्पनीले आफ्नो शेयर धेरै जना साथीहरूलाई पर्ने गरी धेरै मात्रामा कम्पनीले शेयर बजारमा शेयर खोलेको हुन्छ। जस्तै उदाहरणका लागि, यदि किताबी मूल्य 100 रुपैयाँ प्रति किता छ भने त्यसमा 200 रकम थप गरी 300 प्रति किताको दरले कम्पनीले शेयर बजारमा आफ्नो शेयर खोलेको हुन्छ, जसलाई प्रिमियम भनिन्छ। अनि बुक बिल्डिङ भनेको कम्पनीले आफ्नै कम्पनीलाई अझै ठूलै कम्पनी बनाउने उद्देश्यले कम्पनीको संस्थापकहरूले आफ्नै कम्पनीको वार्षिक आम्दानीलाई आधार मानी संस्थापकहरूले आफू अनुसार प्रति किता धेरै नै मूल्य पर्ने गरी तोकेर थोरै मात्रामा शेयर खोलेको हुन्छन्, जसलाई बुक बिल्डिङ भनिन्छ। साथीहरू, अब तपाईहरूले भन्नुहुन्छ कि यो त हामीलाई थाहा छ, फेरि किन डेली प्रत्येक भिडियोमा भन्नुहुन्छ भने भन्दाखेरि साथीहरू, हाम्रो च्यानलमा जो साथीहरू नयाँ हुनुहुन्छ, विशेष गरी यो कुरा उहाँहरूको लागि हो। साथीहरू, शेयर बजारमा सबै कुराको जानकारी हुन पर्छ। साथीहरू, नयाँ साथीहरूलाई यो सब कुरा थाहा नै हुँदैन, त्यसैले गर्दा कतिपय साथीहरू शेयर बजारमा आफ्नो पैसा डुबाएको पनि हुन्छन्। त्यही भएर साथीहरू, म प्रत्येक भिडियोमा यो कुरालाई भन्ने गर्छु। साथीहरू, यो वैशाख 7 मा बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्नो फलो अन पब्लिक अफरिङ को लागि आवन्टन प्रक्रिया पूरा गर्यो। वितरण नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमा भएको थियो, जुन निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको थियो। लघुवित्त संस्थाले FPO-मा कुल 51,292 5 किता शेयर जारी गरेको थियो, जसको प्रत्येक शेयरको मूल्य र 100 को नाममात्र मूल्य थियो, जसको कुल मूल्य र 51,29,250 थियो। यो प्रस्ताव 2081 चैत्र 21 देखि 26 गतेसम्म खुला थियो। यस लघुवित्त संस्थाले प्रति शेयर 100 रुपैयाँ अंकित मूल्यमा 51,292 50 किताको एफपीओ जारी गरेको थियो, जसको कुल मूल्य 51,29,250 रुपैयाँ थियो। नेपाल एसबीआई मर्चेन्ट क्यापिटलका निष्कासन तथा बिक्री प्रबन्धकका अनुसार एफपीओमा कुल 19,23,490 वटा आवेदन प्राप्त भएका थिए, जसमध्ये 2, 21, 76, 840 इकाइको माग गरिएको थियो। यी मध्ये 2, 523 आवेदनहरू अस्वीकृत भए भने 19, 20, 939 आवेदनहरू स्वीकृत भए। अत्यधिक सदस्यताका कारण लघुवित्त कम्पनीको एफपीओ लटरी प्रक्रिया मार्फत बाँडफाँड गरिएको थियो। बाँडफाँड अनुसार कुल 129 आवेदकहरूले प्रत्येकले 10 किता शेयर प्राप्त गरे। बाँकी 2, 50 एकाइहरूबाट सामान्य आवन्टनपछि ती 129 मध्ये 3 आवेदकहरूलाई थप वितरणको लागि छनौट गरियो। तदनुसार 2 आवेदकहरूले प्रत्येकले 11 इकाइ शेयर प्राप्त गरे भने एक आवेदकले 10, 50 इकाइ शेयर प्राप्त गरे। यो सफल एफपीओले बिन नेपाल लघुवित्त वित्तीय संस्थाको लागि एक महत्वपूर्ण कोषेढुङ्गा साबित भएको छ, किनकि यसले आफ्नो शेयरधारक आधार विस्तार गर्न र नेपाली वित्तीय क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ गर्न जारी राखेको छ। आइपीओको नतिजा आइपीओ नतिजा मेरो शेयर र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले हेर्न सक्छन्। र साथीहरू, यो भिडियो तपाईहरू कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला र यो भिडियो तपाईहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरेर आफ्नो सुझाव सल्लाहहरू अवश्य दिनुहोला। भिडियो पूरा हेरिदिनु भएकोमा सम्पूर्ण साथीहरूलाई धेरै धन्यवाद रहेको छ।